नमस्कार। आज हामी नेपालको एउटा खास पुस्ताको अनुभवमा अलिक गहिरिएर कुरा गर्दैछौँ। यस्तो पुस्ता जसले आफ्नो जीवनकालमै देशमा ठूला ठूला उथलपुथलकारी घटनाहरू देख्यो भोग्यो पनि। हामीसँग एउटा निकै घटलाग्दो सामग्री छ। यो सायद व्यक्तिगत नोट जस्तो छ जसले यही पुस्ताको कथा, उनीहरूको भावना, विचारलाई समेट्न खोजेको जस्तो लाग्छ। आज हाम्रो छलफलको उद्देश्य के हो भने यो पुस्ताको यात्रा कस्तो रह्यो, उनीहरूले कस्ता चुनौतीहरू सामना गरे, कस्ता परिवर्तन देखे, अनि यी सबबाट उनीहरूले के सिके वा कस्तो महसुस गरे, यसलाई अलि नजिकबाट हेर्ने। सुरु गरौँ न त है। स्रोतमा एउटा वाक्य छ जसले मलाई निकै छोयो। यो कुरा निकै गहिरो र सोचनीय छ। वास्तवमै हाम्रो पुस्ताको अनुभूति हो, एउटा यस्तो पुस्ता जसले नेपालका सबै ठूला घटनाहरू आफ्नो जीवनमै देख्यो। कस्तो गहन। साँच्चै यो विषयले हामीलाई इतिहासलाई अलि फरक तरिकाले हेर्न लगाउँछ, होइन? प्राय हामी इतिहासलाई के भन्छौँ भने मिति, घटना, तथ्याङ्क यस्तै सूचीको रूपमा हेर्छौँ। तर जब हामी एउटा सिङ्गो पुस्ताको आँखाबाट, उनीहरूको अनुभवबाट ती घटनाहरूलाई हेर्छौँ नि, तब इतिहास अर्कै भन्छ, जीवन्त। उनीहरूको व्यक्तिगत भोगाई, त्यो सामूहिक स्मृति अनि त्यसले राष्ट्रिय मनोविज्ञानमा पारेको छाप, यिनै कुराहरूले इतिहासलाई मानवीय बनाउँछ, अर्थपूर्ण बनाउँछ। यो पुस्ताको अनुभव त भनौँ न नेपालको समकालीन इतिहासकै ऐना जस्तो हो। एकदमै। कति सान्दर्भिक कुरा उठाउनुभयो। ल त्यसो भए यो पुस्ताले भोगेका घटनाहरूको त्यो लामो सूचीलाई अलिक केलाएर हेरौँ न त स्रोतले जसरी प्रस्तुत गरेको छ। पहिलो त त्यो घटना जसले सबैलाई हल्लायो, राजा वीरेन्द्रको वंशनाश। यो नोटमा यसलाई देशकै इतिहास बदल्ने क्षण भनेर लेखिएको छ। मलाई अझै याद छ त्यो खबर सुन्दा कस्तो शून्य भएको थियो, पत्याउनै नसकिने। हो नि, निश्चय पनि। त्यो घटना राजनीतिक मात्रै थिएन, त्यो त सामाजिक, मनोवैज्ञानिक स्तरमा पनि ठूलो धक्का थियो। यसले वर्षौंदेखिको त्यो राजसंस्थाप्रतिको आस्था, एउटा सुरक्षाको भाव थियो नि, त्यसमा गहिरो चोट पुर्यायो। स्रोतले सायद संकेत गरे झैं यसपछि समाजमा एक किसिमको अनिश्चितता मात्रै छाएन, त्रास फैलियो अनि त्यो षड्यन्त्रका अनेक सिद्धान्तहरूले जरो गाडे। मान्छेहरू बीचको विश्वासमा पनि अलि दरार आयो कि भन्ने कुरा कमै विश्लेषण हुन्छ, तर त्यो पनि एउटा यथार्थ थियो। साँच्चै एउटा युगकै अन्त्य जस्तो भयो। त्यसपछिको नेपाल कहिल्यै उस्तै रहेन। त्यो अनिश्चितताको बादल मडारिँदै गर्दा देश फेरि अर्को डरलाग्दो चरणमा गयो नि है। माओवादी द्वन्द्व र त्यसपछिको सङ्कटकाल। स्रोतले यसलाई एकदम मार्मिक ढङ्गले भयो पीडा र परिवर्तनको समय भनेको छ। सहरमा बस्ने हामीले पनि गाउँको त्यो डरलाग्दो अवस्थाको अलिअलि आँच त महसुस गरेकै हो। त्यो द्वन्द्वको असर बहुआयामिक थियो, निकै गहिरो थियो। मानवीय क्षति, भौतिक विनाश त छँदै थियो, तर त्योभन्दा पनि यसले सामाजिक संरचना, मान्छेहरू बीचको सम्बन्ध, विश्वास, त्यसको जग नै हल्लाइदियो के। हजारौं मानिस विस्थापित भए, कति अङ्गभङ्ग भए, कतिको मानसिक स्वास्थ्यमा अझै पनि असर छ। अनि सङ्कटकालले त झन् नागरिक अधिकारहरू खोसेर राज्य नै कतै आतङ्कको स्रोत बन्ने हो कि भन्ने डर पैदा गर्यो। तर तपाईँले भन्नुभयो जस्तै स्रोतले परिवर्तन शब्द पनि प्रयोग गरेको छ। यो महत्त्वपूर्ण छ, किनभने यही पीडादायी द्वन्द्वले नै समाजमा पहिलेदेखि रहेका वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय असमानताका मुद्दाहरूलाई सतहमा ल्याइदियो। यसले एउटा फरक किसिमको राजनीतिक र सामाजिक परिवर्तनको माग जन्मायो, जसको मूल्य त धेरै चर्को थियो, तर त्यसले भविष्यको दिशा पनि देखायो। स्रोतले सायद द्वन्द्वले ग्रामीण क्षेत्रमा ल्याएको त्यो अप्रत्याशित सामाजिक गतिशीलता वा परम्परागत शक्ति संरचनामा आएको बदलावबारे पनि केही भनेको हुन सक्छ, जुन कुरा त्यति चर्चामा आउँदैन। त्यो परिवर्तनको चाहनाले नै होला अर्को ठूलो राजनीतिक फड्को सम्भव भयो। दशकौं पुरानो राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना। स्रोतले यसलाई नयाँ युगको सुरुवात भनेको छ। यसको पछाडि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन र त्यस विरुद्ध उर्लिएको सन् 2062-63 को जनआन्दोलनलाई पनि जोडिएको रहेछ, जसलाई स्रोतले जनताको शक्ति देखिएको क्षण भनेको छ। यो त साँच्चै अभूतपूर्व थियो, होइन र? बिल्कुलै अभूतपूर्व। ज्ञानेन्द्र शाहको त्यो कदमले उल्टै माओवादी र संसदवादी दलहरूलाई एक ठाउँमा ल्यायो।
अनि जनता सडकमा आए। त्यो जनआन्दोलन राजनीतिक नेताहरूको मात्र थिएन, त्यहाँ आम नागरिकको त्यो स्वतः स्फूर्त र शक्तिशाली उपस्थिति थियो नि। त्यसले देखायो कि जनता जागेपछि ठूलाभन्दा ठूला शक्ति पनि झुक्न बाध्य हुन्छन्। तर गणतन्त्र स्थापना आफैमा अन्तिम लक्ष्य त थिएन, त्यो त माध्यम मात्र थियो। त्यसपछिका चुनौतीहरू झनै जटिल थिए। नयाँ संविधान बनाउने कति सकस भयो, हजारौं लडाकुको व्यवस्थापन, शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने दबाव, राज्यलाई सङ्घीय बनाउने बहस, अनि सबैभन्दा महत्त्वपूर्ण, गणतन्त्रले आम मानिसको जीवनमा के साँच्चै परिवर्तन ल्याउँछ त भन्ने त्यो जनअपेक्षाको पहाड थियो। ती अपेक्षाहरू पूरा गर्न अझै पनि लामो र कठिन सङ्घर्ष जारी नै छ भनौँ न। हो नि, राजनीतिक उथलपुथलको यो क्रम चलिरहँदा फेरि प्रकृतिले पनि यो पुस्तालाई जाँच्यो। 2072 सालको महाभूकम्प। यो नोटमा यसलाई विनाश र पुनर्निर्माणको सङ्घर्ष भनेर एकदम सही तरिकाले लेखिएको छ। त्यो डर, त्यो विनाश, त्यो बेसहारापन सम्झौदा पनि अहिले आङ सिरिङ्ग हुन्छ। त्यो विनाशको स्केल निकै ठूलो थियो। मानवीय र भौतिक क्षतिको हिसाब त गरियो, तर त्यसले पारेको मनोवैज्ञानिक र सामाजिक असर अझै गहिरो छ। कतिले आफन्त गुमाए, कतिले घरबार, कतिले जीविकाको आधारै गुमाए। तर त्यही दुःखको बीचमा नेपाली समाजको एउटा राम्रो पक्ष पनि देखियो। त्यो थियो आपसी सहयोग, सद्भाव, त्यो राष्ट्रिय एकताको भावना। अन्तर्राष्ट्रिय समुदायको सहयोग पनि महत्त्वपूर्ण थियो। यद्यपि पुनर्निर्माणको काम सोचे जस्तो सजिलो भएन। स्रोतले सायद पुनर्निर्माणमा देखिएका त्यो प्रशासनिक ढिलासुस्ती, स्रोतको असमान वितरण वा परम्परागत घर र आधुनिक प्रविधि बीचको द्वन्द्व जस्ता कम चर्चा गरिएका तर महत्त्वपूर्ण पक्षहरूबारे पनि केही भनेको हुन सक्छ। यो विपत्तिले हाम्रो विपद व्यवस्थापन क्षमता र राज्य संयन्त्र कतिको प्रभावकारी छ भन्नेमा पनि गम्भीर प्रश्नहरू उठायो। अब सङ्कटबाट अलि तङ्ग्रिन पाउँदै अर्को विश्वव्यापी महासङ्कट आइपुग्यो, कोरोना महामारी र लकडाउन। जसरी स्रोतले भन्छ, यो विश्वभरको मानवीय सङ्कट थियो र नेपाल अनि यो पुस्ता यसबाट अछुतो रहने कुरै भएन। भूकम्प त भौतिक थियो, यो त अर्कै किसिमको अदृश्य शत्रुसँगको लडाई जस्तो भयो। हो, कोरोनाले त जीवनको लय नै बदलिदियो। यसले हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी मात्र देखाएन, अर्थव्यवस्थालाई पनि नराम्ररी असर गर्यो, खास गरी अनौपचारिक क्षेत्र र पर्यटनमा निर्भरहरूलाई। शिक्षामा परेको असर त झन् दीर्घकालीन हुन सक्छ। सामाजिक दूरीले हाम्रा सम्बन्धहरूलाई नयाँ ढङ्गले परिभाषित गर्न बाध्य बनायो। तर यसले फेरि अर्कोतिर अप्रत्याशित रूपमा डिजिटल प्रविधिमाथिको निर्भरता र प्रयोगलाई वात्तै बढाइदियो। काम गर्ने तरिका, पढ्ने तरिका, किनमेल गर्ने तरिका सब बदलियो। यो पुस्ताले एउटै जीवनकालमा हेर्नुस् न, राजनीतिक उथलपुथल, प्राकृतिक विपत्ति अनि विश्वव्यापी स्वास्थ्य सङ्कट जस्ता फरक फरक खालका ठूला सङ्कटहरू भोग्नु पर्यो। यो आफैमा असाधारण कुरा हो। यही सङ्कट र परिवर्तनको पृष्ठभूमिमा एउटा नयाँ लहर पनि देखियो। नयाँ पुस्ता अर्थात् जेनेरेसन जेड, जेनजी भनिन्छ नि, उनीहरूको सक्रियता। स्रोतले करिब 1997 पछि जन्मेको यो डिजिटल पुस्ताका आन्दोलनहरू र सामाजिक सचेतनालाई परिवर्तनको स्वर भनेर उल्लेख गरेको छ। यो पनि एउटा रोचक विकास हो नि, है? निकै रोचक। पछिल्ला वर्षहरूमा देखिएका युवाहरूको स्वतन्त्र अभियानहरू जस्तै इनफ इज इनफ भयो वा अरू सामाजिक न्यायका मुद्दामा आधारित प्रदर्शनहरू, यिनीहरूले परम्परागत राजनीतिक दल वा नागरिक समाजभन्दा फरक शैली देखाए। उनीहरू सामाजिक सञ्जाल प्रयोगमा सिपालु देखिए, मुद्दामा केन्द्रित भए अनि रचनात्मक र शान्तिपूर्ण विरोधका नयाँ तरिकाहरू अपनाए। यसले के देखाउँछ भने हरेक पुस्ताले आफ्नो समयका चुनौतीहरूलाई सम्बोधन गर्न र आफ्ना आवाजहरू सुनाउन नयाँ तरिकाहरू खोज्दो रहेछ। यी आन्दोलनहरूले स्थापित शक्ति संरचना र बहसको तरिकालाई पक्कै पनि चुनौती दिएका छन् अनि सार्वजनिक विमर्शमा नयाँ एजेन्डाहरू ल्याउन खोजेका छन्। यी सबै ठूला नवराक्रमका बीचमा स्रोतले एउटा अलि फरक
तर सांकेतिक विषय पनि उठाएको छ। देशका महत्त्वपूर्ण सरकारी भवनहरू जस्तै संसद भवन, सिंहदरबार आदिमा भएका आगलागीका घटनाहरू। यसलाई व्यवस्थापकीय अव्यवस्था र चुनौतीको प्रतीक भनिएको छ। यो अलि अनौठो तर सोच्नुपर्ने कुरा लाग्यो मलाई। यो निकै प्रतीकात्मक र मार्मिक अवलोकन हो। देशको शासन व्यवस्था चल्ने मुटु जस्ता ठाउँहरू, कानून बन्ने सर्वोच्च निकायहरू नै पटक पटक आगलागी जस्ता दुर्घटनाको शिकार हुनुले कतै न कतै गहिरो अर्थ राख्छ नि। यसले केवल भौतिक सुरक्षाको प्रश्न मात्र उठाउँदैन, बरु राज्य सञ्चालनमा रहेको समग्र प्रणालीगत कमजोरी, त्यो व्यवस्थापकीय लापरवाही, सार्वजनिक सम्पत्तिप्रतिको उदासीनता, जवाफदेहिताको कमी, यी सबैलाई सङ्केत गर्छ। यो एउटा सानो तर शक्तिशाली बिम्ब हो जसले ठूला संरचनागत समस्याहरूलाई देखाउँछ। यसलाई धेरै समय दिनु आवश्यक नहोला, तर स्रोतले यसलाई प्रतीकको रूपमा उठाएर राम्रो काम गरेको हो। अब यहाँनिर चाहिँ साँच्चै रोचक मोड आउँछ। यति धेरै आँधीबेहरीहरू झेलेपछि स्रोतले एउटा आधारभूत प्रश्न सोधेको छ। आखिर यो पुस्ता भाग्यमानी हो कि अभागी? र जवाब पनि सिधा छैन, बरु द्विविधायुक्त छ। तपाईलाई कस्तो लाग्यो यो प्रश्न? यो प्रश्न नै यो सम्पूर्ण छलफलको भनौँ न मुटु जस्तो लाग्छ मलाई, र यसको जवाब सजिलो नहुनु एकदमै स्वाभाविक हो। स्रोतको तर्क यस्तो छ, एकातिर अभागी किनभने यति धेरै दुःख, पीडा, अस्थिरता, अनिश्चय भोग्नु पर्यो, जीवनका ऊर्जाशील वर्षहरू यस्तै सङ्कटहरूसँग जुझ्दै बिते। अर्कोतिर भाग्यमानी पनि किनकि नेपालको इतिहासका यति धेरै निर्णायक मोडहरू आफ्नै आँखाले देख्ने अवसर पायो, ती अनुभवहरूबाट सिक्न पाइयो, र सायद ती सबैले यो पुस्तालाई अझ खारिएको, अझ बलियो बनायो। यो द्वन्द्वलाई मनोवैज्ञानिक र समाजशास्त्रीय दृष्टिकोणबाट हेर्दा अझ प्रष्ट हुन्छ। पक्कै पनि हरेक सङ्कटले चोट पुर्याउँछ, आघात पार्छ, अनि त्यसका घाउहरू लामो समयसम्म रहन्छन्। तर मानिस र समुदायमा एउटा अद्भुत क्षमता हुन्छ, सहनशीलता, मतलब रेजिलियन्स भन्छौँ नि, कठिन परिस्थितिमा पनि टिक्न सक्ने क्षमता। अनि अर्को अनुकूलन क्षमता, एडाप्टेबिलिटी, बदलिन्दो परिवेश अनुसार आफूलाई ढाल्ने खुबी। जब कुनै पुस्ताले यति धेरै उथलपुथलहरू पार गर्छ, उनीहरूमा एक किसिमको सामूहिक अनुभवजन्य ज्ञान र शक्ति जम्मा हुन्छ। उनीहरूले सङ्कट चिन्छन्, परिवर्तनको प्रक्रिया बुझ्छन्, र सायद भविष्यप्रति अझ बढी सचेत र यथार्थवादी बन्छन्। इतिहास पढ्नु र इतिहास बाँच्नुमा ठूलो फरक छ नि। यो पुस्ताले इतिहास बाँचेको छ, र त्यो अनुभव आफैमा एउटा सम्पत्ति हो, चाहे त्यो जतिसुकै दुःखदायी किन नहोस्। र सायद यही अनुभवजन्य शक्तिलाई नै सङ्केत गर्दै स्रोतले अन्तमा निष्कर्ष निकालेको छ, यो पुस्ता केवल दर्शक मात्र होइन, यो त सङ्घर्ष, सचेतना र परिवर्तनको साक्षी र वाहक पुस्ता हो। अनेक दुःख कष्टका बावजुद परिवर्तन सम्भव छ, र त्यसका लागि लड्नुपर्छ भन्ने विश्वास र आँट यही पुस्ताले देखाएको छ। यो निकै आशावादी र शक्तिशाली निष्कर्ष हो। यसले केवल विगतको समीक्षा मात्र गर्दैन, भविष्यतिर पनि सङ्केत गर्छ। यति धेरै अनुभवले खारिएको पुस्तासँग जुन परिपक्वता, सचेतना र सामूहिक स्मृति छ, त्यसले नेपालको आगामी यात्रालाई कसरी दिशा निर्देश गर्ला भन्ने प्रश्न महत्त्वपूर्ण छ। उनीहरूको भोगाईबाट सिकेर भविष्यका नीतिहरू, सामाजिक प्राथमिकताहरू र राष्ट्र निर्माणको समग्र प्रक्रियालाई अझ बढी समावेशी, न्यायपूर्ण र प्रभावकारी बनाउन सकिन्छ कि? यो पुस्ताको अनुभव केवल उनीहरूको निजी कथा मात्र होइन, यो त राष्ट्रिय पुँजी हो। त्यसो भए आजको यो गहिरो छलफलबाट हामीले के बुझ्यौँ त भन्दा नेपालको एउटा पुस्ताले आफ्नो जीवनकालमा राजनैतिक भूकम्पदेखि लिएर प्राकृतिक विपत्ति र विश्वव्यापी महामारीसम्मका असाधारण घटनाहरूको एकपछि अर्को श्रृङ्खला भोग्यो। यी अनुभवहरूले उनीहरूमा भाग्यमानी कि अभागी भन्ने त्यो जटिल र मिश्रित भावना जन्मायो। तर यी तमाम सङ्घर्ष र सङ्कटहरूबाट गुज्रिँदै गर्दा उनीहरूले हार मानेनन्, बरु एक प्रकारको अदम्य साहस, गहिरो सचेतना र परिवर्तनप्रतिको अटल विश्वास आर्जन गरे। यो नै उनीहरूको कथाको सार हो, होइन त? एकदम सही। र यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्नमा सोच्न छोडेर जान्छ। यति धेरै उथलपुथल र सङ्कटहरूको भट्टीमा खारिएर निस्किएको यो पुस्ताले आर्जन गरेको अनुभव, ज्ञान र त्यो सहनशीलतालाई हामीले कसरी संस्थागत गर्ने होला?
के इतिहासका यी कठिन तर जीवन्त पाठहरूलाई भविष्यको नेपाललाई अझ सुरक्षित, अझ समृद्ध र अझ न्यायपूर्ण बनाउने मार्गचित्र कोर्न प्रयोग गर्न सकिँदैन? अथवा के हामी फेरि पनि उस्तै गल्तीहरू दोहोऱ्याउने जोखिममा छौं? यो पुस्ताको अनुभवलाई साँच्चै सम्मान गर्ने हो भने यी प्रश्नहरूको इमानदार जवाफ खोज्नु जरुरी छ जस्तो लाग्छ।